तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज चाहिँ हामीले पाइथन प्रोग्राम टु चेक वेदर द इनपुट नम्बर इज प्यालिन्ड्रोम अर नट भनेर चेक गर्दै छौं। अब यो चेक गर्दाखेरि चाहिँ अब खासमा प्यालिन्ड्रोम भनेको के हो भनेर बुझ्नुपर्छ है। प्यालिन्ड्रोम भनेको चाहिँ ल हेर्नु है, प्यालिन्ड्रोम भनेको चाहिँ त्यस्तो शब्द हो जस्तै मैले एउटा प्यालिन्ड्रोम भन्ने एउटा शब्द अथवा वर्ड है, प्यालिन्ड्रोम भनेको एउटा कन्टेक्स्ट हो। जस्तै एमओएम मम भन्ने प्यालिन्ड्रोम हो। कसरी यो प्यालिन्ड्रोम हुन्छ थाहा छ? तपाईले अगाडिबाट हेर्नु, अगाडिबाट हेर्दा के हुन्छ? एमओएम नै हुन्छ। पछाडिबाट हेर्नु के हुन्छ? पछाडिबाट पनि के हुन्छ? एमओएम नै हुन्छ। अब जस्तै ड्याड भन्ने शब्द लिनु, ल हेर्नु, अगाडिबाट पनि ड्याड हुन्छ, पछाडिबाट पनि ड्याड हुन्छ। यस्तो कन्टेक्स्टलाई हामीले के भन्छौं भन्दाखेरि प्यालिन्ड्रोम भन्छौं। अब यही कन्टेक्स्टलाई लिएर अब हामीले नम्बरको केसमा हेरौँ। जस्तै 1 to 1 नम्बर छ है, 1 to 1। यो अगाडिबाट हेर्नु त के हुन्छ? 1 to 1 नै हुन्छ। पछाडिबाट हेर्नु, पछाडिबाट हेर्दा नि के हुन्छ? 1 to 1 नै हुन्छ। भनेपछि 1 to 1 भनेको के हो? प्यालिन्ड्रोम हो है। प्यालिन्ड्रोम भनेको चाहिँ अगाडिबाट र पछाडिबाट के हुने? सेम हुने। जस्तै 1 to 2 भन्ने प्यालिन्ड्रोम हो या होइन? हेर्नु है, अगाडिबाट हेर्नु 1 to 2 हुन्छ, पछाडिबाट हेर्नु 2 to 1 हुन्छ। भनेपछि यो प्यालिन्ड्रोम होइन है। 1 to 2 प्यालिन्ड्रोम होइन, तर 1 to 1 प्यालिन्ड्रोम हो। ल अर्को हेरौँ, 1 2 to 1 प्यालिन्ड्रोम हो कि होइन? अगाडिबाट हेर्नु 1 2 to 1 हुन्छ, पछाडिबाट हेरौँ 1 2 2 1 हुन्छ। भनेपछि 1 2 to 1 के हो? प्यालिन्ड्रोम हो है। अब यही चिजलाई चेक गर्नलाई है, अब यो प्यालिन्ड्रोम हो कि होइन भनेर चेक गर्नलाई मैले एउटा प्रोग्राम लेख्छु। ल हेर्नु है, अब यो प्रोग्राम मैले इनिसियलाइज गर्दा के गर्छु भन्दाखेरि n भन्ने इनपुट लिन्छु। इनपुट के गर्छु? ल इन्टिजर इनपुट लिन्छु है, इन्टिजर इन्टर अ नम्बर भन्छु। त्यसपछि मैले के गर्छु भन्दाखेरि टेम्पलाई हेर्नु है, टेम्प भनेर डिक्लेयर गर्छु। टेम्पलाई के भ्यालु दिन्छु? n को भ्यालु दिन्छु। त्यसपछि एउटा सम भन्ने पनि डिक्लेयर गर्छु। समलाई चाहिँ ल अहिले मानौँ मैले 0 डिक्लेयर गर्छु। त्यसपछि मैले एउटा व्हाइल लुप लगाउँछु, व्हाइल टेम्प ग्रेटर देन 0। त्यो बेलामा के हुने भन्दाखेरि मैले a डिक्लेयर गरे। a भनेको टेम्प मोडुलो 10 है। अब यो कसरी काम गर्छ म यसको ड्राई रन टेबल बनाएर पनि देखाउँछु है। त्यसपछि तपाईहरु अझै क्लियर हुनुहुन्छ। त्यसपछि मैले के गर्छु? सम इक्वल सम इन्टु 10 गर्छु, इन्टु 10 प्लस a गर्छु। ल अहिलेको लागि a गर्छु। त्यसपछि मैले टेम्पलाई लिन्छु। टेम्प भनेको कति? टेम्प डिभाइड बाइ 10 है। यसले चाहिँ के गर्छ भन्दाखेरि तपाईको नियरेस्ट इन्टिजर फ्लोट भ्यालु लिँदैन, इन्टिजर भ्यालु चाहिँ लिन्छ। इन्टिजर भ्यालु लिन्छ, फ्लोट भ्यालु लिँदैन। अब मैले के गर्छु? यहाँ इफ कन्डिसन चेक गर्छु। यहाँ सम भन्ने लिइसके। इफ सम इक्वल n, यदि सम चाहिँ इक्वल n भयो भने प्रिन्ट के गर्छु? प्यालिन्ड्रोम गर्छु। एल्स के गर्छु? नट प्यालिन्ड्रोम भनेर गर्छु। ल यो प्रोग्राम भयो है। यो प्रोग्रामलाई एकचोटि रन गरेर ल हेर्नु, यहाँ के भने? इन्टर अ नम्बर भन्ने है। हेर्नु है, यही प्रोग्राम छ। अब यो प्रोग्रामलाई एकचोटि म राम्रैसँग देखाएँ। इन्टर अ नम्बर भने ल मैले 1 to 1 भने, यो 1 to 1 भन्ने के हो? प्यालिन्ड्रोम हो। द्याट्स वाइ के आउनु पर्यो? आउटपुट प्यालिन्ड्रोम भनेर आउनु पर्यो। आयो है, प्यालिन्ड्रोम भनेर आयो। मैले फेरि एउटा रिटर्न गरेँ, 1 to 2 भनेर इन्टर गरेँ। यो प्यालिन्ड्रोम हो? होइन है। अगाडिबाट हेर्दा के छ? 1 to 2 छ, तर पछाडिबाट हेर्यो भने के हुन्छ? 2 to 1। भनेपछि यो प्यालिन्ड्रोम हुँदैन। के आउनु पर्यो? नट प्यालिन्ड्रोम। ल हेर्नु, नट प्यालिन्ड्रोम आयो। भनेपछि हाम्रो प्रोग्राम मिलेको छ। अब यो प्रोग्राम कसरी एक्जिक्युट भएको छ है? हेर्नु है, यसको काम चाहिँ यसले मोड गर्ने हो। मोड भनेको मोडुलस है, मोडुलो गर्ने भनेको रिमाइन्डर गर्ने। अब यो हामीले ड्राई रन टेबलमा अझै क्लियर हुन्छौँ। त्यसपछि यसले के गरिरहेको छ? पहिला सम भनेको 0 डिक्लेयर गरेछौँ, इन्टु 10 प्लस a गरेको छौँ। टेम्पबाट के गरेको छौँ? यहाँबाट इन्टिजर भ्यालु लिएको छौँ। ल यही चिजलाई अब हामीले के गरौँ भन्दाखेरि ड्राई रन टेबलमा हेरौँ। अब ड्राई रन टेबलमा हेर्नको लागि मैले यो सब फाल्छु। यो अघि नैको सबै डिलिट गरेर एउटा ड्राई रन टेबल चाहिँ म तपाईहरुलाई बनाएर देखाउँछु है। त्यसपछि तपाईहरु अझै बढी क्लियर हुनुहुन्छ। ल हेर्नुस् है, अब मसँग अघिको प्रोग्राम छ। यो अघिको प्रोग्राम मैले यहाँ कपी पेस्ट गरे है, यताबाट
पाइथनबाट। अब मैले के गर्छु, यो यसको ड्राई रन टेबल बनाउँछु। अब यसको ड्राई रन टेबल बनाउन मलाई के चाहिन्छ हेर्नु है। पहिला एन भनेर मैले के लिन्छु, इनपुट लिन्छु। त्यसपछि मैले के गरेछु, टेम्प इक्वल एन गरेको छु है। टेम्प इक्वल के गरेछु, एन गरेछु। टेम्प इक्वल एन गरेछु। त्यसपछि मैले समलाई पनि डिक्लेयर गरेछु। भनेपछि समलाई 0 डिक्लेयर गरेछु। अनि यहाँ चाहिँ मैले के गर्नेवाला छु भन्दाखेरि वाइल लुप चेक गर्नेवाला छु है। वाइल के छ, टेम्प ग्रेटर देन 0 यो कन्डिसन लिएको छु। त्यसपछि ए भनेको के हो, टेम्प मोडुलो 10 है। मैले यही माथिबाट लिइरहेको छु है। यो जे प्रोग्राम छ जसमा चाहिँ तपाईँको भ्याल्युज स्टोर हुन्छ, तपाईँले त्यो चाहिँ के गर्नुहुन्छ, ड्राई रन टेबलमा लेख्नुहुन्छ। त्यसपछि अर्को के छ, सम छ। सम इक्वल हेर्नु है, सम इन्टु कति, 10 प्लस ए। त्यसपछि अर्को के छ हेर्नु है, अर्को के छ हेर्नु त, अर्को के छ, टेम्प छ है। टेम्प इक्वल टेम्प डिभाइड बाई 10 छ। ल हेर्नु, अब यसमा मलाई अर्को के चाहिन्छ भन्दाखेरि अब इफ कन्डिसन छ। इफ के छ, सम इक्वल एन, यो छ कन्डिसन। अर्को के छ, एल्स छ। ल हेर्नु है, मेरो टोटल ड्राई रन टेबलमा के हुने भयो भन्दाखेरि यो चिज हुने भयो है। ल यति हुने भयो। ल म यसलाई तपाईँलाई ल हेर्नु है, यो चिज हुने भयो। यो मैले यसरी टेबलको फर्ममा देखाएँ तपाईँहरूलाई। ल हेर्नु है, यो यति टेबलको फर्ममा भयो। अब यही चिजलाई हामीले हेर्दाखेरि अब एकचोटि अझै बढी क्लियर भयौँ। अब यो चिजलाई हेरौँ त एकचोटि, एन है। हामीले यो मैले अघिकै सेम त्यही यो के गरेछु, यो प्रोग्रामको ड्राई रन टेबल बनाइरहेको छु। अब हामीले यो प्रोग्रामलाई हेरौँ है। यो प्रोग्रामलाई मैले इनपुट गर्दाखेरि, ल यहाँबाट इनपुट गरेँ है। मैले इनपुट कति गरेँ, ल एउटा प्यालिन्ड्रोम नम्बर लिन्छु, 1 2 1 भन्ने प्यालिन्ड्रोम नम्बर हो। ल मैले एउटा प्यालिन्ड्रोम नम्बर लिएँ 1 2 1। अब हाम्रो आउटपुट के आउनुपर्छ, प्यालिन्ड्रोम भनेर आउनुपर्छ। भनेपछि यहाँ के हुने भयो भन्दाखेरि, ल हेर्नु है, यहाँ के हुने भयो भन्दाखेरि टेम्प भनेको के हुने भयो, टेम्प इक्वल एन भनेको टेम्पको भ्यालु कति आयो, 121 आयो। सम भनेर कति डिक्लेयर गरेछौँ, यहाँ हेर्नु, सम भनेर हामीले सुरुमा इनिसियल डिक्लेयर गर्ने बेला कति डिक्लेयर गरेछौँ, 0 डिक्लेयर गरेछौँ। भनेपछि मैले हेर्नु है, यो टेबलमा समको भ्यालु कति हाले, 0 हाले। त्यसपछि यहाँ वाइल चेक भइरहेको छ, टेम्प ग्रेटर देन 0 छ अरे। ल हेर्नु, टेम्पको भ्यालु कति हो, 121 ग्रेटर देन 0 हो। क्वेसन सोधेको छ वाइल लुपले है। वाइल लुप तबसम्म एक्जिक्युट हुन्छ जबसम्म यो कन्डिसन के हुन्छ, ट्रु हुन्छ। यो कन्डिसन ट्रु भयो, 121 ग्रेटर देन 0 हो भनेपछि यो कन्डिसन ट्रु भयो। त्यसपछि ए इक्वल टेम्प मोड 10 भनेको मतलब 1 to 1 को के हो, मोड 10 हो 1 to 1 को मोड 10 हो। भनेपछि यहाँबाट है मोडले के गर्ने हो, जस्तै 10 ले तपाईले केलाई डिभाइड गर्ने हो, 1 to 1 लाई डिभाइड गर्ने हो। 1 to 1 कति चाहिँ हुन्छ, 12 चाहिँ हुन्छ भनेको 120, तपाईको रिमाइन्डर कति आउँछ, 1 आउँछ। 1 भनेको चाहिँ के हो, तपाईको यो मोड हो। भनेपछि तपाईले यहाँ के लेख्नुहुन्छ, 1 लेख्नुहुन्छ। बुझ्नुभयो, यो 1 तपाईले यहाँ लेख्नुहुन्छ, किनभने 1 भनेको तपाईको के हो, रिमाइन्डर हो। अब तपाईले त्यसरी बुझ्नु पर्यो है त्यो चिजलाई। त्यही भएर अलिकति बढी राम्रोसँग रिलेट गर्नु होला, मोडुलस सजिलो छ। तपाईहरुले अड इभनमा पनि त्यो हेर्नुहुन्छ। त्यसपछि हेर्नु है, अब सम भनेको सम इक्वल सम इन्टु 10 भनेको छ। समको भ्यालु कति छ अहिले, 0 छ। 0 इन्टु 10 प्लस ए भनेको छ, ए को भ्यालु कति, 1 भनेपछि समको भ्यालु कति भयो, 1 भयो है। त्यसपछि हेर्नु है, त्यसपछि अब हामीले यता अगाडिको केही पनि हेर्न पर्दैन, किनभने हामीले यो लुपमा गइसकेको छौँ। भनेपछि यो अगाडिको सबै के हुन्छ भन्दाखेरि अब सबै ड्यास हुन्छ, किनभने यो वाइल लुपमा गएको छ। यो सबै कुनै पनि रन हुँदैन, कुनै पनि रन नहुने भएपछि के हुने भयो, ड्यास हुने भयो है सबै।
सबै ड्यास भयो। अब हामीले यतापट्टिको टेबल मात्र हेर्नुपर्छ, हेर्नु है। अब हामीले कतापट्टिको टेबल हेर्नुपर्छ, यति मात्र हेर्नुपर्छ। अब यति हेर्दाखेरि हेर्नु है, टेम्प डिभाइड बाई टेम्प भनेको छ। टेम्प डिभाइड बाई पर्खौँ है, अब टेम्प कति छ हेर्नु, टेम्पको भ्यालु कति हो 121 हो, यहाँबाट 121 हो टेम्पको भ्यालु। 121 हेर्नु है के हुने भयो 121 डिभाइड बाई है के हो डिभाइड बाई 10 भनेको डिभाइड बाई 10 है, यो भनेको कति हुन्छ 12.1 आउँछ हो। 121 डिभाइड बाई 10 भनेको कति हो 12.1 हो। तर हामीले के लिन्छौँ एउटा इन्टिजर भ्यालु मात्र लिन्छौँ, त्यो भनेको 12 मात्र लिन्छौँ भनेपछि टेम्पको नयाँ भ्यालु कति 12 भयो। अब यो कन्डिसन हेर्नु है, यो कन्डिसन अहिले चेक हुँदैन किनभने इफ बाहिर छ है, इफ एल्स बाहिर छ भनेपछि यो कन्डिसन अहिले चेक हुँदैन। त्यसपछि हामीले कति चेक गर्छौँ भन्दाखेरि अहिलेको लागि यति चिज मात्र चेक गर्छौँ है, यति चिज वाइलको जबसम्म फल्स हुँदैन तबसम्म यही मात्र चलाइरहन्छौँ किनभने प्रोग्राम यहीमा एक्जिक्युट हुन्छ। अब हेर्नु 12 ग्रेटर देन 0 हो भनेपछि यो के हुने भयो ट्रु हुने भयो है, यो के भयो ट्रु भयो। यो ट्रु भइसकेपछि अब हेर्नु ए मोड, ए भनेको टेम्प मोड 10 भनेको 12 मोड 10, 12 मोड 10 भनेको कति हुन्छ 10 1 जा 10 भनेपछि रिमाइन्डर कति आउनु भयो 2 आउने भयो, ए को नयाँ भ्यालु कति भयो 2 भयो। अब हेर्नु सम भनेको के छ हेर्नु है, सम इन्टु 10, समको भ्यालु कति छ 1 छ, 1 इन्टु 10 प्लस ए भनेको कति 2 भनेपछि कति भयो 10 प्लस 2 भनेको मतलब कति आयो यहाँबाट 12 आयो है। त्यसपछि अब हेर्नु है टेम्प भनेको कति भयो, टेम्प इक्वल कति भयो 12 बाई 10, यो भनेको 1.2 आउँछ, यहाँबाट के लिने जस्ट इन्टिजर मात्र लिने 1 आयो। त्यसपछि यो त अहिले रन हुँदैन। त्यसपछि हेर्नु है टेम्पको नयाँ भ्यालु कति भयो 1 भयो, 1 हेर्नु है मैले कताबाट 1 लेछु यताबाट 1 लेछु यता लेछु, 1 ग्रेटर देन 0 हो कि होइन हो भनेपछि यो कन्डिसन ट्रु हो भनेपछि तपाईँको प्रोग्राम रन हुने भयो। ए इक्वल कति हुने भयो 1 मोड 10 हुने भयो। 1 मोड 10 भनेको मतलब कति हो 1 नै हो है किनभने रिमाइन्डर 1 नै आउँछ। त्यसपछि सम भनेको कति 12 इन्टु 10 प्लस ए भनेको कति 1 हो भनेपछि 120 प्लस 1 भनेको कति आउने भयो 121 आउने भयो सम भनेको। त्यसपछि टेम्प भनेको कति हुने भयो 1 डिभाइड बाई 10 भनेको मतलब कति 0 है, यो चाहिँ 0 हुने भयो। त्यसपछि यो कन्डिसन हेर्नु है 0 ग्रेटर देन 0 हो, ट्रु हो कि फल्स हो, फल्स हो है, 0 ग्रेटर देन 0 होइन फल्स हो भनेपछि तपाईँको अब यो लुप के हुने भयो एक्जिट हुने भयो है, यो लुप सबै एक्जिट हुने भयो। अब यो लुप एक्जिट भइसकेपछि हामी योमा आउँछौँ सम, इफ सम इक्वल एन भनेको छ। ल हेर्नु इफ सम इक्वल एन भनेको छ, सम कति आयो हेर्नु त 121 आयो, सम इक्वल एन भनेको छ, सम इक्वल एन छ, यो कन्डिसन चेक हुन्छ। सम कति हो 121 हो, 121 इक्वल हामीले एन कति लिएको थियौँ इनिसियल 121 लिएको थियौँ भनेपछि एनसँग इक्वल छ अरे, वाट अरे, ल यो क्वेसन सोधेको छ यो के छ ट्रु छ। यदि यो इफ कन्डिसन ट्रु छ भने के प्रिन्ट हुने प्यालिन्ड्रोम प्रिन्ट हुने है, प्यालिन्ड्रोम प्रिन्ट हुने। यदि फल्स भएको भए के हुन्थ्यो नट प्यालिन्ड्रोम प्रिन्ट हुन्थ्यो है, नट प्यालिन्ड्रोम प्रिन्ट हुन्थ्यो, हाम्रो के प्रिन्ट भयो प्यालिन्ड्रोम प्रिन्ट भयो। अब तपाईँको टोटल ड्राई रन टेबल हेरौँ है। अब ओभरअल यो चाहिँ तपाईँहरूको पुरै ड्राई रन टेबल हुने हो, यो एक्जिक्युट हुने भएन, इफ कन्डिसन हुने भयो। आउटपुट हेर्नु है, आउटपुट चाहिँ हाम्रो के आउने भयो भन्दाखेरि ल हेर्नु हाम्रो आउटपुट चाहिँ के आउने भयो भन्दाखेरि प्यालिन्ड्रोम भनेर आउने भयो है। 1 to 1 हामीले एनको भ्यालु लियौँ, एनको भ्यालु 1 to 1 लिँदाखेरि हाम्रो आउटपुट के आउने भयो प्यालिन्ड्रोम भनेर आउने भयो है। यो चाहिँ हाम्रो करेक्ट भयो। यसको यो चाहिँ ड्राई रन टेबल भयो है, एकचोटि चेक गर्नु होला, यो चाहिँ यसको ड्राई रन टेबल भयो। अब यसमा सजिलो छ,
अब यो प्यालिन्ड्रोम जानिसकेपछि तपाईँहरूलाई रिभर्स नम्बर गर्न पनि सजिलो हुनेवाला छ। यो चाहिँ ड्राई रन टेबल, यसको स्क्रिनसट गरेर आफ्नो कपीमा पनि गर्नुहोला। तपाईँहरूलाई यो क्वेसन दिएर ड्राई रन टेबल बना भनेर पनि आउन सक्छ। त्यही भएर यो चिज तपाईँहरूले जान्नुभयो भने सजिलो हुन्छ। अब यही क्वेसन जान्नुभयो भने तपाईँलाई रिभर्स नम्बर सजिलो हुन्छ। अब रिभर्स नम्बर किन सजिलो हुन्छ भन्दाखेरि अब यसमा तपाईँले केही चेन्जै गर्न पर्दैन कि यो सबै सेम हुने भयो। यहाँ इफ कन्डिसनमा चाहिँ यो इफ नहुने भयो, यहाँ चाहिँ प्रिन्ट रिभर्स नम्बर भनेर प्रिन्ट गरिदिएँ, यहाँ रिभर्स नम्बर प्रिन्ट हुन्छ। ल यसपछिको क्वेसनमा म रिभर्स नम्बरवाला प्रिन्ट गरेर देखाइदिन्छु। अहिलेको लागि यति नै। यसपछिको नेक्स्ट पार्ट हेर्नु होला। केही क्वेरीहरू छ, केही केही जिज्ञासा छ भने कमेन्ट बक्समा राखिदिनु होला। थ्याङ्क यू। अरू पनि भिडियोहरू छ आर्मस्ट्रङ नम्बरहरूको, त्यो पनि हेरिदिनु होला। र म पाइथनको यो टोटल कन्सेप्टवाला नै पुरै इन्क्लुड गरेर भिडियो बनाइदिने छु, त्यो सबै हेर्नु होला। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू एभ्री वान।